सो हेलो एभ्रिवान, आज चाहिँ हामीहरू पुस 15 बनाउन लागेको। त्यसैले अघि हामीले खाना पकाइसक्यौँ हैन। हामीले पानीपुरी पकौडा चटपट बनाइसक्यौँ। मेरो साथीले हेल्प गर्यो। मेरो साथी अनि अर्को मोहिनी भन्ने साथी अनि दिदीले हेल्प गरेर हामीले छिटो छिटो बनाइहाल्यौँ। अहिले कति बजी छ? 8 बजे नि 8 बजेर 6 मिनेट भएको छ हैन। यति छिटो बनायौँ। हामी स्कुलबाट आउने बित्तिकै सामान लिन गयौँ। त्यसपछि धेरै चिज गरिसक्यौँ। अझ नि काम सिद्धेको छैन। फुपूले चाहिँ खाना खान लागिसक्नु भयो। हजुरले देखाउँछु। सो यो साच्ची गाली गर्छ। अहिले हो रात कपाल कोर्ने? टाउको चिलाउँदै सो प्याटर्न देखाउनु न। बाबा मेरो भाइको नारुटो। यो नारुटो पनि हो कि मादरा हो? यो माद्रा हो। माद्राको नारुटोले उ गरेको छ। मेरो भाइले माइनक्राफ्टको सब उसको उ गरेछ। सब्स्क्राइब गरेछ। युट्युबरहरुको नाम इसको नाम के थे? नारुटो फ्यान। एनिमी फ्यान। तर फ्यान त नारुटोको हो नि। नारुटोको फ्यान हो गाइस। एनिमी सो हजुरले एक चीज नोटिस गरिसक्नु भयो होला। मैले यो मात्र लगाएको छु माथिको। किनभने म साइकलमा मेरो साथीले घुम्न गएको थिएँ। यस्तो गर्मी भएको थियो नि। त्यही भएर मैले खोलिदिएँ। अब अहिले नि गर्मी हुँदैछ मलाई। म चाहिँ खान्न। सो यो चाहिँ मेरो रुम हो। धेरै ध्यान नगर्नु होला है। यो यता हेर्नु त मेरो मोबाइललाई। यो पुरी बाँड्दा यति अनि यो यति मात्र छ। यो जलेकोलाई चाहिँ फोकस नगर्नु होला है। किनभने मैले यो फर्स्ट तेल डढेको थियो। त्यही भएर यो डरिहाल्यो। हुन दिदीले नि डर्यो भन्नुहुँदैछ। त्यसैले यो चाहिँ मेरो ब्याग। सो मैले चाहिँ के किनेछु हेर्नु है। चाइनिज रोल। मेरो उसलाई चाहिँ नगर्नु होला है। मैले आज के पनि गरेको छैन। आमा आउनु भयो त्यही भएर। आरु सो यो चाहिँ यो पानीपुरीमा हाल्नु मसला। यो चटपट पानी चाहिँ यसमा छ। अनि यो पकौडा सब सिद्धिसक्यो। फोकस नगर्नलाई। या फर्स्ट नुन हाल्न बिर्सेर। आमा हजुर आमा हाई गर्नु। हाई गर्नु। सो हामीले चाहिँ दिदीले तरकारी दिइसक्यौँ। हुन्छ अहिले मलाई कोही कस्तो भइसक्यो। सो हामीले चाहिँ खानेकुरा धेरै किनिसक्यौँ होइन। अझ चाइनिज रोल, डेरी मिल्क, मुमफली छ अझ अनि पानीपुरी। पानी खोइ खान लागिसक्यो होइन। डेरी मिल्क पनि खाने थियो तर के गयो हामीले दिएको। नत्र म यसलाई मारिदिन्छु साँच्ची। ए नखानु यार। कस्तो मान्छे कस्तो। मसला हाल छिटो। नै तेरो आधा। अरे आधा भन्नु नि यस्तो दिन्छन् के। हाल
मेरो नि हाल्दैन यति हो मेरो लागि मेरो लागि केटी हो Này kia là cái này 100 out of 100 चाखे कतिखेर चाखे अघिले दिया त दिए यसले पानीपुरी खाएको छैन पकौडा मात्र खाएको छ पकोडा कस्तो कम भयो के कति धेरै त बनाएको थिएँ बनाउँदा पनि उसको धेरै थियो कसको भाजीको थियो पानीपुरी बनाए खाइन पहिले भात खानु त्यसपछि खाले पछि खाले अहिले नै này kia फुपाले सुत्नु भएको छ अब के उठाउनु सो गाइस अहिले चाहिँ म यो ब्लग क्लोज गर्छु हैन एकछिन पछि अन गर्छु सो म मेरो काम छ के धेरै त्यही भएर म अहिले बाइ कसरी कम भयो गाइस हैन यहाँ अहिले कति बजे 2 बजिसक्यो हैन म यहाँ निन्द्राले झ्याप भइसके लाइट बन्द गरेर अहिलेसम्म सुत्दैछु नि रुख त हाइदिन्छ गयो मैले रोब्लक्स खेल्दै चाहिँ हैन मलाई चाहिँ निन्द्रा लागेर कस्तो भइसक्यो सो आजको लागि यति नै भन्दै नै एकछिनै कस्तो हामीले पानीपुरी खाइसक्यो चटपट बाँकी छ अब चटपट भोलि बिहान खाने सो आजको लागि यति नै